कैसे हो आप लोग एंड हैप्पी दशहरा टू एवरीवन। पुराना सब्सक्राइबर हो नया सब्सक्राइबर हो सबको मेरे तरफ से दशहरा का विजयदशमी का शुभकामना। अलिकति यस्तो भन्नु चाहिँ अलिकति अप्ठ्यारो हुन्छ कि फुलहरू पनि टिप्न थाल्नु भयो है आमा। ह्याप्पी दशैं, विजयदशमीको शुभकामना छ तपाईलाई। धेरै धेरै छ आशीर्वाद मेरो तर्फबाट। मेरोबाट धेरै धेरै आशीर्वाद शुभकामना सबै युट्युब च्यानलको परिवारलाई ह्याप्पी दशैं। सो आजको वेदर अपडेट यस्तो तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदमै धुम्बो लागिरहेछ हैन, तर अब उहाँ हेर्नु न धुम्बो कस्तो लाग्दो छ। मुनि मुनि एकदम धुम्बो लागिरहेछ। यहाँ माथि चाहिँ अब गिद्धे हो कर्सियङ त्यो साइडमा। यहाँ हाम्रो पगलाझोडा, यता हाम्रो महानदी दिपेश भाइ हेलो टिका लाउन आँटेको होला उसले पनि। सो अब यहाँ छ ग्राउन्ड घैवरी स्कुल। सो यहाँ छ मेरो घर। अन्त एउटा चीज बिर्सेछु यार, तो इसी नोट पे आज का वीडियो शुरू करते हैं लोग। आई बैक अगेन विद न्यू व्लॉग। आप सब लोग को मेरे चैनल पे स्वागत है एंड गोरखे सलाम। एंड ये वाला वीडियो आप लोग फेसबुक से देख रहे हो तो फॉलो भी कर दीजिए, यूट्यूब से देख रहे हो तो सब्सक्राइब करना मत भूलना। तो अब एकछिनमा भेटघाट गरौँ हैन, किनकि अब मान्छेहरू आउनु थाल्नुहुन्छ, आफ्नो सन्तानहरू टिका लाउनुहुन्छ, आशीर्वाद पाउँछ। सो त्यो सब आज यो भिडियोमा तपाईले सानो 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 क्लिप गर्दै हेर्नु पाइहाल्नुहुन्छ। सो आशा गर्दछु तपाईहरुको पनि घरमा एकदमै राम्रोसँग दशहरा हुँदै होला। तर यो भिडियो चाहिँ भोलि आउँछ। सो भोलि नै हेर्नुस् न त ल। बाइ। अडियो त हुन्छ हो आमा। कसलाई टिका ए यो सब नियमहरू रहेछ नि त। अब जुन चाहिँ हामीलाई थाहा हुँदैन। सो तपाईहरु पनि भिडियो हेरेर सिक्नु होला है। भिडियो हेरेर मान्छेले सिक्नु पर्यो नि त। अब त्यो अहिले हात चाहिँ धोएर मलाई टिका लगाइदिनु भनेको नि बाबालाई। गोपर गनाइन्छ नि निधार त अन्त। बाबा अर्ग्यानिक है। यस्तै हो अब दामी बसेछ तर टिका चाहिँ दामी लाग्यो कलर रातो। के भन्छ टिका लाउने टाइम भइहाल्यो है बाबा है। टिका लाउने टाइम भएको एकदम भएको ठिकै छ। त के भन्नु अब हिन्दीमा बोल्नु कि नेपालीमा बोल्नु कन्फ्युज हुन्छ कोही बेला। यस्तै हो दसैँको टाइममा मजा आउँदैछ। बाहिरबाट कसैले यस्तो भिडियो हेर्नु हुँदैछ भने तपाईहरु आउनु पाउनु भएन होला। र पनि मेरो तर्फबाट ह्याप्पी दशहरा। भिडियो हेरिदिनुहोस्, भिडियो हेरेर के भन्नु अब के पनि भन्दिनँ। टिका लाग्यो हेर्नुहोस् अब। सब्सक्राइब नगरे पनि हुन्छ, मन पऱ्यो भने पो गर्छ त। जोर जबरजस्ती त कसरी गर्छ मान्छेले। सो नौ दुर्गा भवानीको कहिले हेरे आमा? आशीर्वाद त तगडा दिनु पर्यो बाबा। सो फाइनली त्यही हो, टिका लगाएपछि मेन इम्पोर्टेन्ट तपाईँहरूलाई थाहै नै छ। अब भुइँसरै ढोग्ने ट्रन चाहिँ यो हो। हिजोको भिडियोमा चाहिँ भुइँसरै ढोगेको थिइनँ एन्ड यसमा चाहिँ भुइँसरै ढोगेँ। आई होप आप लोग का दशहरा बहुत ही अच्छा जा रहा है। सो अच्छा जा रहा है तो कमेंट करके ज़रूर बता देना गाइस। त्यही हो माइक लगाएर अब कन्टेन्ट क्रिएटर त भइ त सकेको छुइनँ, तर अब कन्टेन्ट बनाउनु खोज्दाखेरि चाहिँ राम्रो साउन्ड आओस्, तपाईँले बुझ्ने गरी साउन्ड आओस् भनेर चाहिँ अब मैले माइक सेट लगाएर नै भिडियो सुट गर्दैछु। यही बडाले मजाले टिका लगाइदिनु हुँदैछ बाबालाई। कति राम्रो बाबाको निधार पनि टिका भयो दिनु हुँदैछ। ठिकै छ त।
के भन्नुहुन्छ आमा पेन्सन बढोस् अरे तपाईँको सुना भन्नु नि त्यसो बढोस् अरे बाबा नभन्नु त्यसो त काट हाय किन काट्नु त्यसले बढी भन्दैछ के भन्नुहुन्छ कस्तो लाग्यो एकदमै खुसी नभन्नु अब केही नभन्नु लु है ह्याप्पी दसैँ हाम्रो सानो फ्यामिली ह्याप्पी फ्यामिली एकदमै राम्रो लाग्यो मेरो पनि निधारमा ठिका तपाईँले हेर्नु सक्नुहुन्छ ए दामी देखिरहेछ अहिले त अब सिलगढीमै बसोबासो छ अनि अब घरको हालत हल्का यस्तो भइरहेको छ तर पनि एकदमै खुसी लाग्यो बाउ छोरालाई निधारमा टिका आमामा आउनु नि त अहिले फोटो खिच्नुपर्छ नि सेल्फीहरू के अरे सेल्फी होइन यो त मैले भ्लगमा हाल्नु लाग्यो भिडियो र ह्याप्पी दसैँ भनिदिनु न त ह्याप्पी दसैँ अब यस्तै छ सबैजना होइन आई होप आप लोग का भी दशहरा बहुत ही अच्छा जा रहा है अब हिन्दी र नेपाली मिक्स गर्दा चाहिँ अलिकति अप्ठ्यारै हुन्छ सो फाइनली अब खाना खाने टाइम आइसक्यो होइन मटन मेरो फेवरेट हो गाइस शायद आप लोग का भी फेवरेट हो सकता है दशहरा में मटन नहीं होगा तो दसैँमा खसी छैन मजा आएन नि है बाबाले पहिला कति काट्नुहुन्थ्यो है मासु टक 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 है अचानोमा सो आमाले पकाइसक्नु भएको छ आमा पनि एकदम बिजी आज पकवानहरू राम्रो पाक्दैछ खान्छु अनि अब भाइहरू पनि आउँछ त्यही हो आजको दिनमा सबैजना टिका लाउने घरमा बस्ने खानासाना खाने बात गर्ने त्यही त हो अब दसैँ भनेको नै के भन्नु गेट टुगेदर सबैजना यो अब स्पेसल फेस्टिभल हो हाम्रो चाहिँ अब आलुदम खानुपर्छ मिठो छ मासु नि गुड दामी आमा यस्तो छैन काँटा चम्ची दिन्न पहिला बाजे बोजू हुँदाखेरि अब पचाउने चिउरा खुवाइ हुन्छ है बाबा आमी हुँदाखेरि अब अहिले त अब पचाउने छैन मासु र चिउरा बिजी हुन्थ्यो त्यति बेला है आमे हामी हजुर हामी माथि गएर तल्लो घर गर्दैन थिएँ बिबदी लुगा लगायो भनेर दिदिनँ मलाई दिनु अलिक कम्ती खान्छु मासु दामी भयो मासु त टेस्टी रहेछ मासु बढाबढी भनेर मानिरहेको छ हाम्रो भाइ बहिनी है दामी हेर्दो अन्त गर्दैन यति घर भइहाल्छ यताबाट हो नि त नेपाली बुहारी ल्याउनु पाइन बुहारीको पैसा चाहिँ दिइराख्नुहोस् चेन्ज गरेको पर्छ अन्त कन्टिन्यू गर्छ नि त यसले त अन्त बुहारी चेन्ज नगर्नु फर्स्ट अफ अल सब भन्दा चस्माहरू लाउनु होला कन्फ्युज छ अरे अन्त हजुर भन्दा चेन्ज गरिहाल्छ अन्त है त्यस्तो पाउने मानिन्छ दाजुले बिहा गर्दैन भाइले गर्दैन बाबैकोबाट मेन कुरा ध्यान चाहिँ त्यसको त्यसमै छ तर फोकस चाहिँ केमा छ भाइ है दाजुभाइलाई चिटिक्कै राम्रो देखिरहेछ यो चाहिँ मेरो भाइ हो तर फोकस चाहिँ त्यसको यहाँ भित्रै छ अब बाक्कु रुनु आँट्यो थाहा छैन कुनै किन नरुई बाक्कु बोल्दैन तर ठिक छ है बाजे भनिदिन्छ सकिएको कुरै यिनीहरूले मलाई पनि ढोक्नुपर्छ त 500 रुपियाँ दिन्छ खुट्टामै ढोकिदिन्छ यस्तो भन्छ अन्त ल आशीर्वाद बाबा राम्रो लगाइदिन्छु मलाई लगाइदिनु भएन नि त अब तर ढोक्नु त पऱ्यो नि त मलाई ल है आशीर्वाद छ मेरो भाइलाई 500 दिनु हुन्थ्यो होला है ठिकै छ राम्रो मजा आयो अब तिमीहरूले केही खानु अब केटाहरूले चाहिँ यसो बल्ल बल्ल क्यामेराहरू भिडायो भने चाहिँ यस्तो गरिहाल्छ नि त फेरि यहाँ फेरि आम अलिकति यो लुते भएछ नि त योपालि चाहिँ
चिना नि त एकपल्ट चिना त फेरि मेरो भाइ हो पहिला एकपल्ट लिएर आइछ चिनाउँछु है। फाइनली अब म पनि फोटो सेसन गर्दैछु, दसैँ हो, हल्का फुल्का फोटो त हाल्नु पऱ्यो इन्स्टाग्राममा। सो यो फोटो तपाईँले इन्स्टाग्राममा हेर्नुहुन्छ भने चाहिँ तपाईँले फलो पनि गरेको हुनु पऱ्यो है, त्यो पनि सबसे इम्पोर्टेन्ट कुरा हो। हाँस्नु पऱ्यो नि सबैजना। तो कंटिन्यू करते हैं ब्लॉग को। और टीका तो हो चुका है और थोड़ा अभी रोलिंग शॉट एंड फोटोज वगैरह लेने के लिए भाई के साथ में निकल रहा हूँ तिंदारे की तरफ। और वेदर ना भाई इस बार बहुत ही चैलेंजिंग हो चुका है और इतना ज़्यादा बारिश हो रहा है ना, बारिश की वजह से बहुत ही ज़्यादा मुश्किल हो रहा है। थोड़ा बहुत कंटेंट शूट करने के लिए भाई मुश्किल है, बहुत ही ज़्यादा मुश्किल है। फिर भी मैं ट्राई कर रहा हूँ अच्छा वीडियो लेने के लिए एंड इसलिए मैं अभी तिंदारे की तरफ निकल चुका हूँ। एंड देखते हैं अभी क्या शॉट आता है, कैसा होता है। आप सबको इंस्टाग्राम में ये सब चीज़ देखने के लिए मिल ही जाएगा। तो भाई अभी तक फॉलो नहीं किया तो जल्दी से जल्दी दबाइए बटन और फॉलो भी कीजिए। एंड यूट्यूब से देख रहे हो तो वही है, सब्सक्राइब करना तो बनता है। एंड फेसबुक से भी देख रहे हो तो फॉलो करना तो बनता ही है। बोल के प्राङ लड्यो भने चाहिँ फेरि कन्टेन्ट बनाउनु खोज्दाखेरि आफै कन्टेन्ट भयो भने त रेडी हुन्छ नि त। सो भाइलाई चाहिँ हल्का स्पिड कुद्नु भनेको त निकै धम्काइदिइहाल्यो। एन्ड वही है गाइज, चिसो पो छ त मजा आउँछ यार। सन टाइम्स हो आफ्नो गाउँमा आएर राइड गर्नु एन्ड दसैँको टाइममा। आई गेस तपाईँहरूको दसैँ पनि एकदमै दामी भइरहेछ एन्ड मेरो त राम्रै चल्दै नै छ भनौँ न। तिनीहरू जाउँ न त अब मसँग तपाईँहरू पनि, अनि मजा गर्नुपर्छ। हल्का फुल्का राइड पनि गऱ्यो, फोटोसुटहरू हिर्कायो, त्यही फोटोसुट इन्स्टाग्राममा अपलोड गर्छु, राम्ररी हेरिदिनुहोस् होला भन्दै। सो गाइज फाइनली मैं पहुंच चुका हूँ विलअप तिंदारे पे और बहुत ही बढ़िया दिखाई दे रहा भाई। आज को वेदर ना क्या ही बोलूँ, सुबह का टाइम में बारिश हो रहा था। अब आन्टीले ट्याक्स उठाउन आँट्नु भएको छ है आन्टी। आन्टी नहाँस्नुहोस् त्यसरी है, हाम्रो बोजू हो नि त। सो आप लोग देख सकते हैं भाई सिलीगुड़ी का वेदर भी बहुत ही मस्त लग रहा है आज तो, लेकिन 100% बारिश होने का चांसेस है। सो सिलगढीबाट हाम्रो केटाहरूले हेर्दैछ भने, बहिनीहरूले पनि हेर्दैछ भने हल्का फलो चाहिँ गर्नुहोस्, करेंगे तो बहुत ही अच्छा रहेगा। फेसबुक से देख रहे हो तो और यूट्यूब से देख रहे हो तो सब्सक्राइब करना तो बनता ही है। एंड फाइनली मैं पहुंच ही चुका हूँ भाई विलअप तिंदारे पे। अभी जस्ट सायरन सुना ना भाई, फर्स्ट टाइम मुझे ऐसा कुछ सुनाई दिया इधर पे, पता नहीं है कुछ इमरजेंसी साउन्ड हो सकता है। त्यही हो, तिंदारे यहाँबाट पनि दामी देखिरहेछ। दसैँ र तपाईँहरूले कस्तो मनाउनु भयो कमेन्ट गरेर भन्नु होला। आयो के आएछ, तीन चिडी आएछ। अन्त